होइन कता छ घरमा छैन कि के हो? ए दिदीको नमस्कार दिदी नमस्कार। अब तेरो यो नमस्कार मात्र खाएर बस्नु त होला नि। भाइको पढाइको लागि लगेको ऋण दसैँ अगाडि नै तिर भनेको नसुझ्ने चाहिँ गरिहालिस्। अब तिहारको टिकाको दिन भए पनि चाहिन्छ है मलाई। अब अरू बाँड्न सुन्न सक्दिनँ म। भइहाल्छ नि दिदी, के गर्नु, समस्या नै समस्या छ। तर केही समयपछि मेरो भाइ पनि जागिरमा लाग्छु भनेको छ। बरु बसौ न दिदी। कहाँ बस्नु भनेको? हिँड्ने बेला तिम्रो भएको छ। मैले अलि बुझिनँ नि दिदी। पहिला हिँड्ने बेला भयो भनेको। उमेर ढल्केर जान लागिसक्यो। भाइ भाइ भनेर पनि नहोला। घरमा एक्लै छौ, दुनियाँले दाउ हेरेर बसेका छन्। गाह्रो साह्रो पर्ला बेलैमा घरजम गर्नु। व्यवहार त मिल्दै जान्छ नि। भाइ एक्लै हुन्छ दिदी। भाइको पढाइ सकेर जागिर लागेपछि सोचौला नि। भाइको लागि आफ्नो भन्ने नि मै छु। बरु जीवनभर यत्तिकै बस्छु, तर मेरो भाइलाई अभिभावकको छत्रछाया दिइरहन सकु। लोइ अब डाक्टरको बुढी दिदी भन्दैमा राजकुमार नै त नआउला। अनि भाइ घर आछ भनेको होइन? आएको छ दिदी आजै। फेरि आजै सहर फर्किन्छु भनेको छ। ओ ठुल दिदी पाउनुहुन्छ है। हे ठुल दिदी ढोगरे है। ल ल भाग्यमानी हुनु भन्नै परेन। यति धेरै माया गर्ने दिदी पाएको छस्। डाक्टर पढ्दैछस् भनेको हो क्या र? हेर अब राम्रो डाक्टर बनेदेखि तेरो दिदीको मात्र सपना होइन, हाम्रो अनि यो गाउँको निम्ति पनि अहो भाग्य हुने थियो। गाउँकै लागि भए पनि राम्रो मेहनत गरेस्। फर्स्ट भएर पास भइस् भने बरु मैले दिएको ऋणको ब्याज नलिउँ न। ल अहिले चाहिँ हतार छ मलाई, म चाहिँ जान्छु है। देखिस् नि भाइ, मैले मात्र होइन तिमीबाट यो समाजले पनि ठुलो आशा राखेको छ। होइन खाका खुकु पो गर्छ त। चिसो लाग्यो क्या हो? दुब्लाएछस् त। बेलामा खाना खाँदैनस् कि बिरामी भइस्? आफ्नो ख्याल गर है भाइ। ल झोलामा मैले गुन्द्रुकको घटमा हालिदिएकी छु। महिना दिनलाई त पुगिहाल्छ। अनि सुन त, त्यहाँ झोलामा सिरिन्ज चक्की के देखेको थिएँ मैले। ए त्यो सिरिन्ज त्यो प्र्याक्टिकलको लागि थियो दिदी। अब डक्टरी विषयमा डेली त्यही सिरिन्ज, अपरेसन, औषधि के झ्याउनै लाग्ने भने। भाइ झ्याउ मानेर हुन्छ त? तिमीलाई थाहा छ नि, आमाले सानैमा संसार छाड्नु भयो। बुबाले तिमीलाई डाक्टर बनाउने सपना देखेर आफू बिरामी हुँदा पनि पैसा खर्च हुन्छ भनेर उपचार गर्नै नमानी अकालैमा बित्नुभयो। मेरा लागि पनि भरोसा भनेको तिमी नै हौ। राम्रो पढेर डाक्टर बनेको दिन संसारलाई जितेको खुसी मिल्छ मलाई। अनि भाइ अरू स्कुलहरू त दसैँ तिहार नै पो बिदा हुन्थ्यो त, तिमीहरूको चाहिँ किन नभएको होला? परीक्षा आउँदैछ त्यही भएर हो दिदी। दिदी हजुरसँग एउटा सल्लाह गर्नु थियो, भन्न पनि अप्ठ्यारो लागेको छ। भन्न भाइ, के कुरा हो? तेरो भन्नु नै म अनि मेरो भन्नु नै त तँ हो। भन्न भाइ। मलाई 50,000 जति चाहिएको थियो। 50,000? किन पो? त्यो पनि आजै हुन परेन? प्र्याक्टिकलको लागि चाहिएको हो। परीक्षा नै रोकिन्छ, अब के भन्नु। ल्याउन कताबाट ल्याउने? गाउँतिर पनि कसैले बताउँदैनन्। फेरि यति बेलै कहाँबाट ल्याउनु नि? पैसा छैन भने दिदी त्यो लाखो गहना बेचौ न। मेरो परीक्षा भन्दा त गहना ठुलो होइन होला। ला भाइ, आमाको चिनो भने नि, घरको सम्पत्ति भने नि यति बाँकी छ। खाँच्चै परेको भए काम चलाउनु, गहना त पछि कमाउन जमाउन सकेछु भने लगाउला नि।
ए चिन्तै नगर्नु न दिदी, म छँदैछु नि। ल म गएँ दिदी। ल ल भाइ, राम्रोसँग गएस्, आफ्नो ख्याल राखेस् है। लाउन नि मर्ने नै भयो बाख्रो पनि। पेट ढाडिएको कति दिन भइसक्यो। त्यहाँ थप्रेङमा अलिकति खुवाउन भनेर गाजा राखेकी थिए, त्यो पनि कहाँ पुगेछ। तल्ला घरतिर जानु पर्यो, छ कि छैन। ह्याप्पी दशैं, ह्याप्पी दीपावली भन्दै बल्ल बल्ल 15 जनालाई बानी पार्यो। हामीले अलि बढी मेहनत गर्नुपर्यो विशाल। अनि खोइ त हाम्रो डाक्टर साहब आउनु आएन यति बेलासम्म? खै आउनु पर्ने, अहिलेसम्म आएकै छैन, नआए त सुखै छैन। खोइ ल्याउन मलाई गाह्रो भइसक्यो। के खोइ ल्याउन भने कोइला पैसो। लु मसँग क्यास छैन, यही हो भएको। खोइ ल्याउन। आहा सुनको सिक्री। केटोले गाउँबाट पनि A1 घाँस ल्याएछ है। आहा हे केटा, त डक्टर बनेर महिनाको 1-2 लाख कमाउँछस् होला, तर महिनाको करोडौँ कमाउने आइडिया हामीसँग छ। के आइडिया? कस्तो आइडिया भनौ न। म जे पनि गर्न तयार छु। गर्न तयार मात्र होइन, मर्न र मार्न पनि तयार हुनु पर्यो। हेर केटा, त डक्टर बन्न खोजेर छस्, डक्टर बनेर कति नै चाहिँ कमाउँछस् र? हद कमाइस् भने महिनाको लाख। तर हेर त हाम्रो धन्दामा बिल महिनाको होइन, दिनको होइन, छिनको लाख आउने। सम्झे त एकचोटि? पहिला तैँले आफ्नो कलेजमा तेरो मातहतका कम्तीमा पनि 10 जनालाई कसै गरी हुन्छ नियमित सेवन गर्ने बाध्यता हात पार्नु पर्यो। यति गरिस् भने 50,000 कमिसन पाउँछस्। अनि त्यो 10 जनालाई 1 जना बराबर अरू 10 जनालाई गर्न लाउने। त्यसरी गर्दैछु भने कमिसन मात्रै लाखौं लाख आउँछ। अनि सुन, दिनमा 2 गुणा, रातमा 4 गुणा यसरी फैलाउन सक्यो भने सम्झि त जीवनभर कमाउने पैसा छिनभरमा कमाउँछस्। अनि सुन, तेरो छोकरी त होला, सक्छस् भने उसलाई पनि खाने बारी लगा। केटी मार्फत र केटीहरूलाई नसाको लत लगाउन सकियो भने झन् मालामाल भइन्छ। पुलिसले हामीलाई गेस गर्न सक्छ, तर केटीहरू मार्फत सप्लाई गर्न अलि सहज हुन्छ। हेर, पैसा छ त सब छ। पैसा भएपछि छोकरी एउटा मात्र होइन, वरिपरि हुन्छ। अझ बाबुआमा यो सारा संसार त किन्न पाइन्छ। ल हामी गयौँ। यहाँ धेरै बस्यो भने हामीलाई पुलिसले गेस गर्न सक्छ। विचार गर। रातारात करोडपति बन्ने सवाल छ। हेलो, म यहाँ आइसकेँ। ल म पर्खिरहेको छु, छिटो आऊ। 25,000 मात्र छ, अरू उपाय लागेन। यो पनि बुढाआमालाई साथी बिरामी छ भनेर ढाँटेर मागेर ल्याएको। 25,000 मात्र भनेपछि लाखौं लाख माया भन्ने त झुट रहेछ होइन? त्यसो नभन जीवन, मेरो जिन्दगी भनेकै तिमी हौ। प्लिज यो ड्रग्स खान बन्द गर। छोड्छु भनेर तिमीले धेरैचोटि कसम खाइसकेका छौ, र पनि तिमी अझ मान्दैनौ। अझ साथीभाइलाई पनि फकाउँदै खुवाउन थालेका छौ रे। भोलिको भविष्य मेरो अनि दिदीको चिन्ता छैन है? यो के सामान ओसार पसार गर्न नलगाऊ। म सक्दिन, यो गलत हो। यो दुर्व्यसनीबाट मुक्त हो। प्लिज, बरु अरू जे भन्छौ मान्छु। ए भनेको मान्छौ भने र मेरो माया लाग्छ भने तिमीले यो 10 जनालाई खान सिकाऊ।
ठगाएर हुन्छ कि कसै गरी हुन्छ? 10 जना रे, 1 जनालाई पनि सक्दिन। लाज लाग्दैन? अलिकति शरम छैन? तिमी आफू त बिग्र्यौ। हेर, यो काम ठिक होइन, गलत गर्दैछौ। म अब दिदीलाई भनिदिन्छु, सुध्रेनौ भने पुलिसलाई पनि खबर गरिदिन्छु। म तिमी जस्तै तिम्रो कारणले अरू साथीहरूलाई बिग्राउन दिन्न। म सबलाई भनिदिन्छु। के रे? सबलाई भनिदिन्छु रे? त बाँचे पो भन्लास्, मरे त भन्दिनस् होला। बढीलाई सुनाउँछस् रे? भनेको नमानिरे त भन्नु। मरि क्या? कस्तो टेन्सन आइलाग्यो। ल गाइजहरू, म भट्ट्याउँछु, तिमीहरू देउसी रे भन है त। ल आए भन मेरो केटी हो देउसी, आए रारी भन देउसी, आए चिसो बिहार देउसी, आए ह्याप्पी तिहार देउसी, आए झिलिमिली बजार देउसी, आए चाहिन्छ 10,000 देउसी, होइन है नानी हो, कस्तो खाले देउसी हो? शरम छैन? के नाटक हो? ए घर बेटी आइन्, पैसा झन्डै गरी भट्टे आउनुहोस् त। आए घर बेटी सुड्डी देउसी, आए नकराउ बुड्डी देउसी, आए नगर हेला देउसी, आए हामीलाई भयो अबेला देउसी, आए तिमीहरू यस्तो पनि हुन्छ देउसी? गुन्यु चोलो लगाएर मादल बजाउँदै खेल्नु पर्ने देउसी भैलो। हेर, राम 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 के देख्नु परेको? यो त हाम्रो स्टाइल हो नि आन्टी, उहिलेको जमाना खुइले। तिमी कुन युगमा छौ आन्टी? यो त वैज्ञानिक युग हो। वैज्ञानिक युग होला, तर नानीहरू संस्कृतिको नाममा विकृति बनाएर बहुला युग नबनाऊ। भाषण दिन थालियो सुड्डी, जान लोभी रैचिनी। अरू घर छँदैछ नि, यही घरमा खेल्नुपर्छ भन्ने के छ र? त्यही त भने लुचाउँ केटीहरू। हे भगवान, देउसीको नाममा के हो यस्तो? बाटो हिँड्नेले देखे भने पनि फलाना ठाउँमा कस्तो देउसी खेलेका हुन् भनेर हाम्रो ठाउँको बदनाम नै हुने भो। अरेली गाडैले मलाई चस्से, अरेली गाडैले होइन क्या केटीहरू, बिस्ताराले पोले भनाउ न। के बोल्यो मलाई बिस्ताराले पोल्यो। होइन यो डेक पनि बस्दैन त, के हो फालिदिन्छु। ल यार, केटीहरू त पुरै झ्यापा पो छन् त। यही हो मौका, यही मौकामा चौका हान्नुपर्छ, चानसमा डानस गर्नुपर्छ। के हो? हो, यही मौकामा चौका हान्नुपर्छ। लु त्यसो हो भने हामीलाई पनि मायाले हेर पार्वती लै जाऊ न हो जाऊ, रमाइलो हुन्छ रमाइलो। अहिले नै रमाइलो नगरे कहिले गर्ने? के हो? जाऊ न हो। पुलिस भाउ। होइन किन डराइरहेको? यिनीहरू त भाग्यो त है। पुलिस भनेको त हाम्रो साथी पो हो त। साथी मात्रै होइन, दिदी बहिनी पनि हो। के पारा हो? नसाको तालमा हल्लिएको छ देउसी भनेको छ।
देउसी खेल्न पनि नपाउने हामीलाई अर्ती नदिनु न हो। हामी अपराधी हो र नबुझ्ने हो र? हामी त +2 का विद्यार्थी पो हौ त। अनि पढन्तेको पारा यही हो। तिमीहरूको यस्तो ताल देखेर तिमीहरूको भाइ बहिनीले के सिक्छन्? समाजले के भन्छ? हेर बहिनी, यस्तो नसामा रम्ने बानी ठिक होइन। अपराध नै गरेनौ भन्दा पनि अपराधीहरू दाउ हेरेर बसिरहेका हुन सक्छन्। बलात्कार, हत्या घटनाहरू दिनदिनै बढिरहेका छन्। अलिकति सुरक्षालाई पनि ख्याल गर न। भोलि तलमाथि केही भयो भने शान्ति सुरक्षामा प्रहरीले के हेरेका थियौ भनेर उल्टै हामीलाई आरोप लाउँछन्। तिमीहरू जस्तो होनहार युवाहरूले त अझ अरूलाई सम्झाउनु पो पर्ने हो। ए चिन्तै नलिनु न, हामी लड्दै भए नि घर पुग्छौँ। जाउँ साथी हो देउसी रे। तिहारको बेला पनि देउसी भैलो खेल्न नदिने पुलिस प्रशासन मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद। ए ल, तपाईँ घरबेटीहरू पनि पो आइसक्नु भएछ। हामी प्रहरी तपाईँहरूको सामु उभिँदा झर्को नमानिदिनु होला। पर्वमा पनि घर नगई ड्युटीमा खटेका छौँ। हेर्नुहोस्, यस्तो भड्किलो देउसी भैलो देखेपछि आम नागरिकको हिसाबले सम्झाइ बुझाइ पनि गरिदिनु होला। देशको संस्कृति, संस्कार, पहिचान भएन मात्र भनेर समीक्षा गर्ने मात्र होइन, सम्झाइ बुझाइ पनि गरिदिनुहोस् न। चाडपर्वसँगै शान्ति सुरक्षामा हजुरहरूले आफ्नो ठाउँबाट सकेको सहयोग पनि गरिदिनु होला। सबैलाई दीपावलीको शुभकामना। यति बेला पनि आइपुग्दैन त मेरो भाइ। झन् हिजै आइज है, गाउँभरि देउसी खेल्न पर्छ भनेको भ्याउँदिन। टिका थाप्ने गरी चाहिँ टुक्लुक्कै आइपुग्छु भनेको थियो। सायद पनि जान लागिसक्यो। सबै कुरा ठिक्क भइसक्यो, भाइ आइपुग्दैन। फेरि आज त परीक्षाको रिजल्ट पनि आयो भन्थ्यो। पास भएको खुसी, भाइ टिकाको खुसी। आज त मेरो भुइँमा खुट्टै छैन। ए बल्ल आइपुगेस्। ल ल बस, सायद केटीको लगाउनु पर्छ भाइ। ढिला आइपुगे भनेर डराएको होला? डराउनु पर्दैन, लु बस टिका लगाइहालौँ। हतकडी लगाइदिइहाल्नुहोस्। ल के भयो मेरो भाइलाई हटकडी नै लगाउने? त्यस्तो के गरेर यसले? तपाईँले नसोचेको काम गर्यो, गर्नु नपर्ने काम गर्यो। तपाईँको भाइ अरूको ज्यान बचाउने डाक्टर होइन, लागु औषध प्रयोग गरी आफ्नै ज्यान बर्बाद पार्यो। लागु औषध प्रयोग मात्र होइन, ओसार पसार गरी धेरैको भविष्यमाथि खेलवाड गर्यो। तपाईँको सपना मात्र मारेन यसले। भर्खरै एक किशोरीको हत्या गर्यो। ए भगवान, के सुन्नु पर्यो? मुर्दा, के गरेको तैले? आफ्नो दिदीलाई त जिउँदै मारिस। हाम्रो गाउँको पनि बदनाम गरिस्। यस्तो गर्छस् होला भन्ने त एक पल्ट पनि सोचेका थिएनौ। डाक्टर बनेर आइस भनेको त डाका ज्यान मार पो बनेर आइस। ए भगवान, यो के भयो? भाइ, के यो सबै साँचो हो? मेरो कसम खाएर भाइ, किन यस्तो गरिस् तैले? ओ दिदी, यो सबै सत्य हो। साथीहरूको लैलैमा सुरुमा रमाइलोको लागि खान थाल्यो, पछि बानी परियो। पढाइ त 1 वर्ष अघि नै छोडिसक्यो।
तर यो लागु अवसर कसै गरी पनि छोड्न सकिन। पछि जिन्दगीमा जसरी भयो नि पैसा कमाउन त हो नि भनेर छोटो उपाय आफ्नै लामो सपना बर्बाद बनाए। गाउँ आएर गुन्द्रुक होइन गाजा बसारेको थिएँ। मैले आफ्नो मन आफूलाई माया गर्ने मान्छे अनि दिदीको सपना गाउँलेको आशा सबलाई मारे। माफीको लायक पनि छैन दिदी। के मुख हेर्नु? जुत्तै जुत्ताले। अब जे हुनु भयो, अब सजाय कानुनले दिन्छ। लिएर हिँड्नुहोस् यसलाई। गरी नानी हजुर पनि एउटा चेली नै हुनुहुन्छ। आज भाइ टिकाको दिन, मेरो भाइलाई टिका लगाउन चाहिँ दिनुहोस् न, बिन्ती छ नानी। यो के गरिस् भाइ तैँले? म त भनेर कति सल्लाह बसेको थिएँ मेरो भाइ। म कसको सल्लाह बस्छु भाइ? अब के कमी गरेको थिइनँ? हेर्नुहोस् त, आज एकजनाले सेवन मात्र गरेन, एकजनाले अरू दर्जनौलाई सेवन गर्न लगायो अनि ती दर्जनौले अरूलाई सेवन गर्न लगाउँदा सोच्नुहोस् त कति युवा युवतीहरू बर्बाद भए। बर्बादसँगै हत्या हिंसा बढ्यो, त्यसै गरी परिवार समाजले राखेको आशा मर्यो, राष्ट्र निर्माण गर्ने युवा शक्ति मर्यो। दुर्व्यसनीबाट आफ्ना नानी बाबुहरूलाई पनि टाढै राखौं। सम्हाल्नुहोस् आफूलाई। यसलाई लिएर हिँड्नुहोस्। मेरो त सारा खुसी लुट्यो, तर मेरो भाइ जस्तै कुन भाइ बहिनी पनि यो लागु औषधमा नपरुन्।